उहाँले जत्रो पार्टी पनि छैन, यति ठुला कार्यकर्ता पनि, यति धेरै कार्यकर्ता पनि कसैसँग छैन। तर हरेकका हातमा मोबाइल छ, तर आफ्नै साथीलाई गाली गर्न मोबाइल छिटो चल्छ। विरोधीसँग लड्नका लागि मोबाइल बन्द हुन्छ। अनि हामी लड्छौँ कसरी त? अनि यो भएन त्यो भएन भन्न सक्छौँ, यसो भएन उसो भएन भन्छौँ, साथीभाइको आलोचना गर्छौँ। विरोधीसँग आँखा उठाएर हेर्न पनि नसक्ने, बोल्न पनि नसक्ने हुतिहारा कुरा गर्छौँ। ठिकको पक्षमा उभिँदैनौँ, बोल्दैनौँ। अनि के आशा गरेका हुन्छौँ भित्रभित्र भने आफ्नै पनि कमजोरी छ, त्यसलाई चलायो, आफ्नै कमजोरी निकालिदियो भने बरु त्यसलाई चलाउँदै नचलाउनु ठिक छ। कमजोरी कमजोरीका आन्द्रा भनी छरिदियो भने त बर्बाद हुन्छ। त्यो पनि कतिलाई होला। अनि लडाइँ हुन्छ कसरी? निक्लिनु पर्यो नि मैदानमा, उत्रिनु पर्यो नि मैदानमा, बोल्नु पर्यो, आफूसँग भएका सम्पूर्ण अस्त्र प्रयोग गर्नु पर्यो। एउटा हाम्रो साथी थियो अहिले जङ्गलमा, अलिक बलियो साथी, तर अलि 8-10 जना भएर घेरेर समातेर पछारेछन्। त्यसलाई पछारेर पिटेछन्। पिट्दा पिट्दा धेरै पिटिसकेपछि यस्तो कसो गर्दाखेरि हात फुत्किएछ। उसको एउटा हात कसरी फुत्कायो। त्यसपछि माथि चढिराखेको मान्छे, आफू माथि चढेर ठोकिराखेको मान्छेलाई हात लगेर ट्याक्क नजिकै तानेछ। क्र्याप्प टोकेको यहाँको ओठ चाहिँ भ्याइदिइहालेछ। गरेर त्यसले चाहिँ कराएर छोड्यो। अरूलाई त त्यसरी पन्छायो, मुख जगाउनु त के गर्ने, यो चाहिँ भ्याइदिइहाल्यो उसले। अनि त्यसरी निस्किएर बाङबुङ गरेर हानेपछि हामी कुद्यौँ। अन्तिममा त लड्दा कसरी लडिँदो रहेछ भने दाँतले पनि निर्णायक लडाइँ लड्दो रहेछ नि। त्यहाँ त निर्णायक लडाइँ त दाँतले लड्छ उसले त। यसो तान्नु भयो चाहिँ कराप जे भेटिन्छ त्यही गर्दा मुखै परेछ अगाडि, क्या त टोक्दाखेरि त। अब यस्तो उठ्छ नि कराप टोकेपछि कस्तो भयो। अनि त्यहाँबाट उभिएर भागेर बस्यो। ऊ चाहिँ अस्पताल जानु परेन। उसलाई कुट्न बसेकालाई त त्यो ओटसोट सिउन ओर्न त फेरि हस्पिटल पुग्नु पर्यो। त्यो हुन्छ। त्यसर्थ हामीले आफूसँग के अस्त्र छ भन्ने कुरा, अन्तिम अस्त्र के हुन सक्छ, कति बेला कुन चाहिँ अन्तिम अस्त्र हुन्छ त्यो हुँदैन नि। अन्तिम अस्त्र दाँतै हो भन्ठानेर अनि फेरि दाँत देखाएर बसेर हुन्छ। कति बेला कुन अस्त्र चाहिँ अन्तिम हुन्छ? कुइनो हुन्छ कि घुँडो हुन्छ कि बक्सिङ हुन्छ कि लात्ती हुन्छ कि टाउको हुन्छ कि के अन्तिम अस्त्र हुन्छ? त्यो अन्तिम अस्त्र त्यसरी प्रयोग गर्नुपर्ने हुन्छ, सेफ्टीको लागि र सफलताको लागि, दुईटै पक्ष छ। त्यसैले लडाकुपन हाम्रो जुन घटेको छ नि, बी केयरफुल। लडाकुपन भएन, सक्रियता भएन र म भन्छु सधैँ योजनाबद्ध सक्रियता भएन भने 23वटा जनसङ्गठन छ। यत्रो जनसङ्गठनहरू सदस्य कति लाग्छ? 23,20,000 23,20,000 सदस्य छन्। एउटा सदस्यले अर्को एकजना मान्छेले आयो भने त 46,000 भोट हुन्छ नि त। त्यो 46 लाख। एउटा सदस्यले अर्को एउटा सदस्य तान्यो भने 46 लाख भोट हुन्छ। 27 लाख 28 लाख मात्रै चाहिँ कसरी आउँछ त? कसरी आयो? हिजो पत्रिकाले लेखेको भोट कहाँ गयो? त्यसो गरेर अर्थपूर्ण कार्यकर्ता निर्माण गर्ने, सदस्य मात्र बनाउने होइन, कार्यकर्ता। सदस्य मात्र बनाएर हुँदैन, कार्यकर्ता। परिवारको सदस्य सानो बच्चा पनि हुन्छ, काम मात्र बढाइदिन्छ, त्यसले खाइ पनि दिन्छ, काम पनि बढाइदिन्छ, काम गर्दैन। तर परिवारको सदस्य हुन्छ नि, बच्चा त ठिक छ, यहाँ ठुलै मान्छे खाइ पनि दिने, काम पनि बढाउने, अनि कसरी हुन्छ?
त्यसो भएर हामीले त्यो प्रवृत्तिबाट आफूलाई माथि उठाउनु पर्यो र अगाडि बढ्नु पर्यो। म साथीहरूलाई त्यो विशेष आग्रह गर्न चाहन्छु। तपाईँहरूका सङ्गठनमा सदस्य मात्रै नहुन्, कार्यकर्ता हुन् है। तपाईँहरूका कमिटीहरू कमिटी मात्रै नहुन्, कामकाजी कार्यकर्ताका कमिटी हुन्, जसले योजना बनाएर काम विस्तार गरौँ। जहिले आयो यतिवटा बैठक बस्यो, यस्तो यस्तो भयो, सदस्य कति बढे त, कार्यकर्ता कति बढे, जतिको तति, कति बढे जतिको तति। पोहोर साल कति कार्यकर्ता थिए, यति सङ्गठित सदस्य थिए जिल्लामा, अहिले कति भए, 3000 घटे। अनि हामीले गऱ्यौँ के त? जनसङ्गठनमा कति थिए, यति। अब यसका लागि म तपाईँहरूको नराम्रो नमान्नु होला। तपाईँहरूले नयाँ मान्छे ल्याउनुपर्छ। हाम्रो पार्टी चिनिया कम्युनिस्ट पार्टी जस्तो होइन। चिनिया कम्युनिस्ट पार्टी शासनमा छ, इस्ट्याब्लिस छ, जनतासँग नङमासु जोडिएको छ। पार्टीको कमान्ड त्यहाँ छ, इस्ट्याब्लिस छ देशमा। निर्णायक शक्तिको रूपमा धेरै अगाडिदेखि निर्णायक शक्तिको रूपमा छ देशमा। त्यसकारण हाम्रो पार्टी चाहिँ त्यस्तो पार्टी भएको छैन। त्यसकारण हामीले चिनिया कम्युनिस्ट पार्टी जस्तो एउटा यति गरेपछि यति गरेपछि यति सबै ठ्याक्कै लागू गर्न सक्दैनौँ। त्यसकारण हामीले यङ जेनेरेसनका मान्छे, नयाँ पिँढीका मान्छे फटफटी डाउनु पर्ने पनि हुन्छ। कोही निकाल्नु पर्ने पनि हुन्छ। फेरि भनौँ नहोस्, नयाँ ल्याएपछि बेडमी तारले चाहिँ खेलिदिएर रिङ आउट भएपछि त गइहाल्यो नि। कहिले खोइ रिङ आउट भइदिन्छ। के लाग्छ? रिङभित्र खेल्न जान्नु पऱ्यो क्या नयाँले पनि। रिङ बाहिर बेलुका उफ्रिँदाखेरि खुट्टो रिङ बाहिर गयो, सिद्धियो। त्यसो भएर नयाँ पिँढीलाई